हेलो गाइज, मेरो नाम पुल्की दास। मैले चाहिँ आज बिहानै 5 बजे सिरादेखि हलिसी चाहिँ निस्कने हो। अनि भोले बाबाको जल चढाएर म अनि मेरो बुढी छ दुवै चाहिँ निस्कने हो। सामानहरू पनि राखेको छु, यसमा रेनकोट छ, यसमा कपडाहरू पनि छ हैन। बाटोमा यदि पानी परियो भने रेनकोटलाई पनि लगाउनु पर्छ। हस् त ल, अरू कुराकानी चाहिँ बाटोमा हिँड्दा हिँड्दै गरौँला के कसो छ हैन। तपाईहरुलाई बाटो पनि देखाउँछु हैन। यो मेरो फर्स्ट भ्लग हो। ल हस् त ल, त्यसो भए अब हामी निस्किए। अब यो मिर्चैयादेखि कटारी जानेसम्म म अहिले चाहिँ बाटो देखाउने छु। यो बाटो चाहिँ धेरै राम्रो छ हैन। भर्खरको पिच जस्तो लाग्छ हैन। बाटो पनि राम्रो छ, गाडी पनि कुदाउन चाहिँ राम्रो लागिरहेको छ। तर यहाँ चाहिँ हाम्रो यतातिर चाहिँ गाडी चाहिँ एकदम आफ्नो दिशातर्फ चलाउने हो हैन, मजाले। अनि ट्राफिक पनि टेन्सन छैन मलाई, सबै थोक छ। तर इन्डियाको बाइकहरू आयो भने भान्सार कटाएर आउनु होला, किनकि यहाँ ट्राफिकहरूले चाहिँ हैन रोक्छ हैन। त्यति बेला चाहिँ फाइन चाहिँ काट्दिन्छ हैन, त्यही भएर समाधान होला। तर यो चाहिँ आहा कति राम्रो छ हैन। मिर्चादेखि यो कटारीसम्म जाने बाटोमा हेर्नु त पहाडहरूको भ्यू कति राम्रो देखिरहेछ हैन। हाम्रो नेपालमा त जता महेन्द्र राजमार्ग छोडेर हैन सबै चाहिँ पहाडहरूको बाटोहरू उकालो ओह्रालो हैन हुन्छ। अनि दुवैपट्टि जङ्गल छ, बिचमा एकदम मजाको पिच गरेको छ। तर सबै ठाउँमा यस्तो पिच छैन, कुनै ठाउँमा त हैन खाल्डाहरू पनि छन्। अब हामी आइपुगे कटारी। यो कटारीको पुल छ हैन। पुलको स्थिति अहिले राम्रै छ। यहाँदेखि हेटौडा हैन, बर्दिवास अनि ओखलढुङ्गाको चाहिँ यो होर्डिङ बोर्डहरू टाँगिएको छ र काठमाडौँ पनि जान्छ। यो कटारी चौक हो। यो कटारी चौकबाट सबै ठाउँमा चाहिँ जाने गर्दछ। यो जुन तपाईले होर्डिङ बोर्डमा देख्नुभयो, ट्राफिक त अहिले छैन हैन, टेन्सन पनि छैन। यो ट्राफिक भने त्यतिकै पनि रोकिदिन्छ हैन। कता गइरहेको हो के हो हैन, कताबाट आएको। यो चाहिँ कटारीको ठाउँ हो। यहाँ चाहिँ बाटो पनि राम्रै छ, पहाडी बस्ती छ। तर पहाडी एरिया भेगमा पर्छ। अनि यो जुन चौक देखिरहेको छ हैन, पृथ्वी जस्तो गोल हो। मान्छेहरू चाहिँ उठाएको छ। यो फोटोले के दृश्य दिन्छ भने मान्छे चाहिँ मेहनती हुनुपर्छ हैन। पृथ्वी किन नहोस् हैन, त्यसलाई पनि उठाइदिने हैन, तर आफ्नो काम गरेर खाने हो। राम्रै चौकको चाहिँ भ्यू छ। अब यो कटारी कट्ने बित्तिकै हैन बाटो चाहिँ त्यति राम्रो त छैन। अब साथीले चाहिँ भन्दै थियो कि बाटो चाहिँ बनाइदिएछ, खाल्डा खुल्डीहरू पुर्दिएछ। तैपनि आफै नगइकन कहाँ थाहा हुन्छ र। त्यही भएर अब म यही बाटो भएर जान्छु। यो बाटो के भन्छ, म 2-3 वर्ष पहिला चाहिँ गएको थिएँ, जुन बाटोमा खाल्डा खुल्डुहरू छन्। अब हेरौँ कस्तो बाटो छ हैन। हामी पनि जाँदैछौँ। यो कटारीको यो बस्ती पनि ठुलै बस्ती छ हैन। बस्ने खाना लजहरू सबै छ हैन। टाढाको मान्छे हैन यहाँ बस्न पाइयो हैन। अगाडि म र मेरो बुढी छ, दुवैजना चाहिँ यसो भ्लग बनाउँदै भोले बाबाको दर्शन हम त करबे करब। मैले चाहिँ गीत पनि गाइरहेको छु हैन। मेरो बुढी पनि हो। भोले बाबाको दर्शन हम करबे करब। कटारीदेखि घुर्मी जाने बाटो यस्तै हो, खाल्डा खुल्डीहरू टाइम लाग्छ अलि हैन। पहाडहरूको भ्यू हेर्नुस् कति राम्रो छ हैन। मजा आउँछ के घुमघाम गर्न। हरियाली छ। हाम्रो नेपालमा त विशेषता यही हो हैन। जङ्गल पहाड हैन।
यो प्रकृतिको पनि कति अपरम लीला छ हैन। कस्तो चाहिँ आफै प्रकृति चाहिँ बनेछ हैन। कतै ठुलो डाँडा, कतै सानो डाँडा हैन। हेर्नमा कति चाहिँ रमाइलो भइरहेछ। तर गर्मीमा चाहिँ पहाडमा घुम्नु मजा नै छुट्टै हुन्छ हैन। अहिलेसम्म हामी चाहिँ कटारी पुग्न हैन, कटारी हैन सरी है, हामी चाहिँ घुर्मी चाहिँ पुग्न नजिक चाहिँ आइसकेका छु हैन। यो घुर्मीको बाटो हो हैन। 4-5 किलोमिटर जति मात्र पिच गरेको छ यो घुर्मीको बाटो। अब घुर्मी चाहिँ पुग्ने हो हैन। पहिला चाहिँ यो पनि खाल्डा खुल्डीहरू थिए, अहिले चाहिँ पिच गरेको छ। तर योभन्दा पछाडिको बाटोहरू त धेरै चाहिँ हैन डेन्जरै पो रहेछ, टाइम पनि धेरै लाग्छ। तर यो बाटोमा चाहिँ टाइम बढी लाग्दैन हैन। यो जुन नदी अहिले चाहिँ देखिरहेछ त्यो हाम्रो सुनकोशी नदी हो। जुन कोशी नदी हाम्रो नेपाल यो कोशीतिर पर्छ हैन। यही नदी चाहिँ गएर मिसिन्छ। यहाँ साथीहरू आफ्नो साथीहरू चाहिँ कुराकानी गर्दैछ। यो सुनकोशी नदी चाहिँ देखिरहेछ। अब यही माथिबाट के भन्छ, यही माथिबाट घुर्मी पनि देखिन्छ हैन। त्यो घरहरू छ हैन, घुर्मीको छ। यो बुढाबुढी कति मजाले हाँकिरहेछ बाइक स्पिडमा हेर्नुहोस् त। अहिले चाहिँ पानी परेछ, त्यही भएर चाहिँ पानीको कलर चाहिँ यस्तो देखिरहेछ। नत्र के भन्छ सुनकै जस्तै कलरको हुन्छ यो नदीको पानी। किन अहिले आजभोलि पानी धेरै पर्छ हैन, त्यही पानी चाहिँ अलि फोहर देखिएछ। यो छ घुर्मी, हामी घुर्मी आइपुगेका छौँ हैन। घुर्मी यस्तै हो, सानो बजार छ। हामी यतै भातसात खाने हो र यहाँबाट आधी घन्टा रेस्ट गर्ने। यहाँ अलि राम्रो भ्यू देखिरहेछ हैन। त्यो भ्यूहरूको फोटोसोटो तान्ने हो, भिडियो बनाउने हो। त्यसपछि खाना खाएर निस्कने हो। अब कता बस्ने, कता पनि पेट्रोल पम्प छ हैन। गाडीमा तेल त चल्ने छ। यो जुन अहिले रेड कलरको देखिरहेछ त्यही होटलमा बस्ने हो हामी। अनि त्यहाँबाट खाना खाएर निस्कने हो, फ्रेस हुने हो। अब हेरौँ कति मिठो खाना हुन्छ यहाँको। यो यसको तल ठ्याक्कै सुनकोशी नदी छ। यो नदीको माथि चाहिँ यो होटल चाहिँ बनाएको छ। पहिला पनि यो होटलमा मैले खाएको छु। आज हामी यसै होटलमा खाना खाने हो। यो होटल छ विशाल होटल एन्ड लज। भ्यू पनि राम्रो देखिरहेछ हैन। यो ठाउँको नाम हो घुर्मी। पहिला पनि यो बाटो उस्तै थियो, अहिले पनि उस्तै छ हैन। म कतिचोटि यो बाटो गएको छु। यो पुल जुन देखिरहेछ त्यो पुल चाहिँ फलामैबाट बनेको छ हैन। तर दृश्य चाहिँ राम्रो देखिरहेछ। यो पुलको नाम सुनकोशी पुल हो। अब यो पुल कट्ने बित्तिकै हामी हर्कपुर पुग्नेछौँ। त्यो नजिकै छ हैन, तपाईँ देख्न सक्नुहुन्छ हैन। पानी पर्ने मौसम जस्तो देखिरहेछ। तर पानी मोबाइलमा चाहिँ देखाएको थिएँ म्यापमा कि पानी कति पर्छ कि पर्दैन, र खासै छैन। अब पहाडको मौसम चाहिँ यस्तै छ, कुनै बेला पानी पनि पर्न सक्छ, कुनै बेला नपर्न सक्छ। त्यही भएर आफ्नो रेनकोट म त्यही भएर आफ्नो रेनकोट चाहिँ लिएर आएको छु। यदि पानी पर्यो रेनकोट लगाउने हैन, टेन्सन त हुँदैन। यो चाहिँ बोर्ड छ हर्कपुर भन्छ हैन। वेलकम टु ओखलढुङ्गा। अब हामी ओखलढुङ्गा जिल्लामा चाहिँ छिरेका छौँ। अब यहाँदेखि ओखलढुङ्गा चाहिँ जिल्ला स्टार्ट भयो। अब एकछिनपछि चाहिँ तपाईँको त्यो हामी हलेसी जाने बाटो छ, त्यो चाहिँ बाटो देखिन्छ हैन। त्यहाँबाट ओह्रालो छ, त्यसपछि फेरि ओह्रालो उकालो हुँदै चाहिँ जानुपर्छ। यता साइडको पनि बाटो घाटो राम्रै छ। यो भयो हलेसी। अब यहाँबाट हामी हलेसी लिने हो। हलेसी यहाँबाट ओह्रालो चाहिँ 5-6 किलोमिटर जति छ। अनि त्यसपछि फेरि उकालो छ। उकालोमा चाहिँ बाइक चलाउन त गाह्रै हुन्छ, तर ओह्रालोमा त त्यति फरक पर्दैन हैन। त्यो पनि बडीमा के गर्ने हो, 50, 40, 30, 35, कुनै ठाउँमा उकालोमा त 20 पनि हाँक्नुपर्छ स्पिड। तर बिस्तारै जाँदा चाहिँ राम्रो हुन्छ। बिस्तारै यसो बाटो हेर्दै रमाइलो लाग्छ। मलाई त धेरै रमाइलो लाग्छ। एउटा कुरा भनौँ तपाईँहरूलाई, तपाईँहरू पनि यसो घुम्नुहोस् हैन।
अब श्रावणको मौसम त अलिक अब हामी आइपुगे हलेसी महादेव। पहिला चाहिँ यो बाटो पनि खाल्डा खुल्डी थियो, अहिले चाहिँ पुरै चाहिँ मार्बल जस्तो ढुङ्गा चाहिँ ओछ्याइएको छ हैन। माथि माथि बाइकलाई कुदाउँदै हामी यहाँ हर्न निषेधित क्षेत्र हो। अब यो बाटोघाटो पनि राम्रो बनाएको छ, तर बाइकमै पुग्छ त्यहाँ, टेन्सन लिनु पर्दैन, चढ्नु पर्दैन। तर यहाँ हलेसीमा चाहिँ भैरव गुफा पनि छ, त्यो आज भैरव गुफा पनि हेर्ने हो कस्तो छ। यो भाइ साहबले त के भन्दैछ। अनि मैले भैरव गुफाको कुरा गरेँ। भैरव गुफा छ हैन, भैरव गुफा चाहिँ राम्रै छ, अलि राम्रै देखिरहेछ हैन। तर अचम्मको छ भैरव गुफा पनि। त्यसमा शङ्खहरू हुन्छ, त्यसलाई बजायो भने शङ्ख जस्तै आवाज आउँछ। तर जसले बजाउन सक्दैन त्यो चाहिँ भन्छ कि भगवानले स्वीकार गरेको छैन हैन, त्यस्तो चाहिँ कुरा गर्छ। यो बाटो छ, बाटोमा फलफुलहरू अनि पूजा आजन गर्ने सामानहरू पाउँछ। अब हामीहरू पुग्यो हलेसी। यो बजार गर्ने बित्तिकै हलेसी माथिबाट निलो आकाश पनि देखिन्छ। यो भैरव गुफा हो, तर गुफामा चाहिँ धेरै राम्रो छ हैन। मान्छेहरू आउँछ जान्छन् हैन, कति राम्रो चाहिँ देखिरहेछ हैन। लाइट जति बेला बल्छ त्यति बेला चाहिँ क्यामेरामा केही दृश्यहरू क्याप्चर हुन्छ, तर अन्धारोमा चाहिँ केही देखिँदैन। यहाँ चमेरो पनि हुन्छन् हैन, चमेरोहरूको बास बढी छ। तर यो गुफामा भैरव जुन नाम राखेर यसमा चाहिँ शङ्ख हुन्छ क्या, यो गुफाभित्रै छ, ढुङ्गाको हुन्छ। त्यो यदि बजाउन सफल भयो भने मानिस तपाईँको मनोकामना पुरा हुन्छ हैन। मान्छेहरू आस्था यस्तो कुरामा राखेको छ, मैले पनि राखेको छु हैन। तर यो गुफा चाहिँ हेर्नमा चाहिँ धेरै राम्रो छ हैन। यो हलेसी मन्दिरको ठ्याक्कै तल जाने बाटो छ। यो बाटो भएर यो गुफामा चाहिँ छिर्न मिल्छ। म पहिला आएको थियो, तर यो गुफा चाहिँ देखाएको थिएन। अनि सोचेँ कि अब फेरि जान्छु, त्यसपछि देख्ने हो। राम्रो छ, आउनुहोस्। जय नेपाल, जय देश।